नेकपा एमाले नेत्री उषा किरण तिमोली सिन्हाले एक अन्तर्वार्तामा ओलीलाई विभिन्न आरोप लगाइसकेपछि उनीमाथि एमालेकै कार्यकर्ता खनिन लागेपछि उनले फेसबुक मार्फत एक स्पष्टीकरण दिएकी छिन्। उनले अगाडि लेखेकी छिन्, मैले एमालेको सङ्गठित सदस्यता अनेरा सुब्बी मार्फत प्राप्त गरेँ। 2059 सालमा संयोगवश अमृत बोहराको शपथ गराउनु भएको थियो। त्यति बेला अखिल अध्यक्ष राजेन्द्र राई हुनुहुन्थ्यो। आजकल एमाले हुनुहुन्न उहाँ। एमालेमा देवताभन्दा ठुला नेता छन् भनेर म एमाले भएको पनि होइन, प्रारम्भ यस्तै रहेछ भन्नु पर्ला। ठुलै मान्छे भइएला, सांसद मन्त्री खाइएला भनेर लाग्यो पनि होइन। परिस्थिति यस्तै पर्यो र यहाँसम्म आइपुग्यो। 2060 सालमा सरस्वतीमा सोभियु निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार बन्नबाट रोक्न खोजिएको थियो। मेरो सट्टामा आजकल म फुपू भन्छु। मेरी साथी नारायणी देवी देवकोटालाई उठाउन खोजेका थिए। फुपूले उषा मभन्दा बढी सक्रिय छ, म किन उठ्ने भनेपछि म उठेको थिएँ। नुवाकोटको जिल्ला कमिटी सदस्य हुनबाट रोक्न पार्टीका ठुलै कमरेडहरू लाग्नु भएको थियो, नसक्नु भएको हो। 9औं महाधिवेशनमा चुनाव जितेर प्रतिनिधि भएको थिएँ। 10औं सहमतिमा बल्ल प्रतिनिधि भएको हुँ। पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आजकल एमाले कमजोर परिस्थितिमा पुगेको छ। उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन। रूपान्तरण, हस्तान्तरण, पुस्तान्तरण गर्दा पनि अब एमाले कस्तो हुन्छ त्यो पनि अनिश्चित छ। कुनै विषयमा छलफल गर्दा एमालेका केही व्यक्ति र खास गरी नेताका अघि पछि लागेर हिँड्नेहरूको अभिव्यक्ति हदसम्मको अश्लील, राजनीतिक र स्त्री द्वेषी देखेको छु। तपाईहरूको चेतना टिप्पणी लायक र समाजमा अगाडि भन्न लायक त छैन, तर नेताका अघि पछि लाग्नेहरूको चेतना यो स्तरको हुनु विडम्बनापूर्ण छ। केही स्क्रिनसटहरू प्रहरीको साइबर ब्युरोमा बुझाउने नै छु। 2 हात र 2 खुट्टामा उभिनु भएका तपाईहरू र पार्टीका समर्थकहरू, मैले गरेका सबै कुराको राजनीतिक जिम्मा म लिन्छु। पार्टीले आधिकारिक कमिटीले गर्ने निर्णयसँग गुनासो गर्ने छैन। सकेसम्म राजनीतिक भाषा र यथार्थ बोल्ने प्रयत्न गर्छु र गरेको छु। तपाईहरूलाई फेसबुकमा लगायत सामाजिक सञ्जालमा कसैलाई व्यक्तिगत आक्षेप नलगाई चलाउन जो कोहीलाई पाउँछ भन्ने हेक्का रहोस्। आजको दुनियाँमा मिडियाले बोल्न सबैजना स्वतन्त्र छन् वा बोल्न पाउने अधिकार संविधानत सुरक्षित छ भन्ने पनि थाहा पाउनुहोस् र अरूलाई अपशब्द, अश्लील जे कुरा लेख्नु अघि जो कसैले यही कुरा आफ्ना छोरी चेलीलाई लेख्यो भने कस्तो लाग्ला भन्दै प्रश्न उठाउँदै भन्छन्। आफैलाई लेख्यो भने के होला? मनपरी लेख्दा त्यही शब्द तपाईँलाई लेखे कस्तो लाग्ला? एकपटक सोचेर लेख्नुहोला। एकपटक सोच्नुहोस् त। सबै खाले राजनीतिक प्रतिक्रिया र विचारलाई स्वागत छ, लाल सलाम भन्दै आफ्ना कार्यकर्ताहरू आफैमाथि खनिन थालेपछि उषा किरणले एक स्पष्टीकरण दिएकी छन्। उनीको स्पष्टीकरण तपाईँलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोला। धन्यवाद।